नेपाल विद्युत प्राधिकरण अर्थात् एनईए आफ्नो पुरै स्वरूप बदल्ने एउटा एकदमै ठूलो यात्रामा छ। प्राधिकरणले अघि सारेको कर्पोरेट विकास योजनाले यसको संरचना, काम गर्ने तरिका र भविष्यको दिशा नै परिवर्तन गर्ने लक्ष्य राखेको छ। आज हामी यही योजनाको भित्री तहमा पसेर हेर्नेछौँ कि आखिर यो किन र कसरी हुँदैछ। यो सम्पूर्ण पुनर्संरचनाको आत्मा नै यही एउटा वाक्यमा लुकेको छ। यो भनाइले त्यो समयलाई सम्झाउँछ जब घण्टौँको लोड सेडिङ हाम्रो दैनिक जीवनको हिस्सा थियो। त्यसैले यो योजना केवल एउटा कर्पोरेट डकुमेन्ट मात्र होइन, यो अँध्यारो विगतमा कहिल्यै नफर्कने एउटा राष्ट्रिय प्रतिबद्धताको आधार पनि हो। ल, आजको हाम्रो विश्लेषणको यात्रा यस्तो हुनेछ है त। हामी पहिले समस्याको जड के थियो भनेर बुझ्नेछौँ, त्यसपछि समाधानको लागि कस्तो योजना बन्यो भनेर हेर्नेछौँ, त्यो योजनालाई कसरी कार्यान्वयन गरिँदैछ भन्ने कुरा केलाउनेछौँ र अन्तमा यसले नेपालको ऊर्जा भविष्यलाई कस्तो आकार देला भन्ने विषयमा पनि चर्चा गर्नेछौँ। अब कुनै पनि ठूलो परिवर्तनको पछाडि एउटा बलियो कारण त हुन्छ नै। एनईएको यो पुनर्संरचनाको कारण बुझ्न हामी केही वर्ष पछाडि फर्कनुपर्छ। त्यो समय त हामीमध्ये धेरैले भोगेका छौँ होइन र? घरमा बत्ती नहुँदाको समस्यादेखि लिएर उद्योग धन्दा ठप्प हुँदा देशको अर्थतन्त्रले भोगेको क्षतिसम्म। लोड सेडिङ भनेको खालि बिजुली आपूर्तिमा आएको कमी मात्र थिएन, यो त देशको समग्र विकास र प्रगतिमाथिको एउटा ठूलो ब्रेक जस्तै थियो। यही अँध्यारो युगको अन्त्य गर्नु नै परिवर्तनको मुख्य कारण बन्यो। यो स्लाइडको तस्विजले नै त्यति बेलाको जनआक्रोश र निराशालाई प्रष्ट देखाउँछ। भरपर्दो बिजुली एउटा आधारभूत आवश्यकता बनिसकेको थियो र यसको अभावले सृजना गरेको दबावले नै प्राधिकरणलाई आफ्नो पुरानो शैली त्यागेर एउटा नयाँ र प्रभावकारी समाधान खोज्न बाध्य बनायो। त्यही दबाव र आवश्यकताको जवाफ हो प्राधिकरणको 5 वर्षे कर्पोरेट विकास योजना। यो भनेको विगतका समस्याहरूबाट पाठ सिकेर भविष्यको लागि एउटा स्पष्ट र महत्त्वाकांक्षी रोडम्याप बनाउने प्रयास हो। यो योजनाका लक्ष्यहरू हेर्दा नै थाहा हुन्छ यो कति महत्त्वाकांक्षी छ। जडी क्षमतालाई 5000 मेगावाट पुर्याउने, हरेक नेपालीको घरमा बिजुली पुर्याउने र ऊर्जा खपत बढाएर आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने। यी लक्ष्यहरूले के देखाउँछ भने प्राधिकरण अब केवल बिजुली आपूर्ति गर्ने निकायबाट देशको आर्थिक विकासको इन्जिनको रूपमा रूपान्तरण हुन खोज्दैछ। अनि यहाँ एउटा एकदमै महत्त्वपूर्ण लक्ष्य छ, प्रणाली चुहावटलाई 15% भन्दा कममा झार्ने। सोच्नुस् त, प्राधिकरणको कुल चुहावट पहिले 20% भन्दा माथि थियो। चुहावटमा हुने हरेक 1% को कमीले प्राधिकरणलाई वार्षिक करोडौँको आम्दानी हुन्छ। यो भनेको खेर गइरहेको स्रोतलाई बचाएर प्रणाली सुधारमा लगानी गर्नु हो, जसले सम्पूर्ण संरचनालाई नै बलियो बनाउँछ। अब यति ठूला लक्ष्यहरू पूरा गर्नका लागि सानोतिनो सुधार गरेर मात्र पुग्दैनथ्यो। यसका लागि त संस्थाको जगैदेखि परिवर्तन आवश्यक थियो। ल, अब लागौँ योजनाको सबैभन्दा मुख्य र अलि जटिल पाटोतिर, प्राधिकरणको पुनर्संरचना, जसलाई अनबन्डलिङ पनि भनिन्छ। यो पुनर्संरचना बुझ्नु अघि पहिले एनईएको पुरानो स्वरूप कस्तो थियो त्यो बुझौँ। एनईए एउटा ठाडो रूपमा एकीकृत उपयोगिता थियो। सरल भाषामा भन्दा बिजुली बनाउने, देशभरि तार टाँगेर लैजाने र घर घरमा मिटर जोडेर वितरण गर्ने यी सबै काम एउटै संस्थाले गर्थ्यो। सुरुवाती दिनहरूमा यो मोडल ठिकै भए पनि प्रणाली जटिल बन्दै जाँदा एउटै संस्थाले सबै काम गर्दा विशेषज्ञताको कमी, ढिलासुस्ती र पारदर्शिताको अभाव जस्ता समस्याहरू देखिन थाले। नयाँ योजनाको मूल मन्त्र नै यही हो। एउटा भीमकाय संस्थाले सबै काम गर्नुको सट्टा कामको प्रकृति अनुसार छुट्टा छुट्टै विशेष कम्पनीहरू बनाउने, अनि यी सबै कम्पनीहरू एउटा छाता सङ्गठन अर्थात् होल्डिङ कम्पनी अन्तर्गत रहनेछन्। यसको फाइदा के हो भने हरेक कम्पनी आफ्नो काममा विज्ञ हुन्छ, जसले गर्दा कार्यकुशलता बढ्छ र जवाबदेहिता पनि स्पष्ट हुन्छ। तर यस्तो ठूलो संस्थालाई टुक्र्याउनु सजिलो त पक्कै छैन। यो कुनै एकैचोटि गरिने भत्काउने काम होइन। यो त एउटा होशियार शल्यक्रिया जस्तै हो, जसलाई 3 चरणमा बाँडिएको छ। पहिलो चरणमा उत्पादन, प्रसारण र वितरण जस्ता कामहरूलाई संस्थाभित्रै अलग अलग विभागको रूपमा छुट्याइन्छ। दोस्रोमा तिनीहरूको आम्दानी, खर्च र सम्पत्तिको हिसाब किताब अलग गरिन्छ। र तेस्रो तथा अन्तिम चरणमा तिनीहरूलाई छुट्टै कानुनी रूपमा स्वतन्त्र कम्पनीको रूपमा स्थापना गरिन्छ। ल, यो पुनर्संरचनाको लामो प्रक्रिया पूरा भएपछि नेपालको ऊर्जा क्षेत्रको नक्सा कस्तो देखिन्छ त? आउनुहोस् भविष्यको त्यो खाकालाई हेरौँ। यो चित्रले भविष्यको विद्युत बजारको एउटा पूर्ण खाका प्रस्तुत गर्छ।
यहाँ एउटा मात्र खेलाडी छैन, बरु एउटा पुरै इकोसिस्टम छ। बिजुली उत्पादन गर्ने कम्पनीहरू, त्यो बिजुलीलाई देशभरि पुर्याउने प्रसारण कम्पनी र अन्तमा उपभोक्तासम्म पुर्याउने वितरण कम्पनीहरू। यी सबैलाई एउटा होल्डिङ कम्पनीले रणनीतिक निर्देशन दिन्छ र नियामक निकायले नियमन गर्छ। यसले प्रतिस्पर्धा बढाउँछ र सेवाको गुणस्तर सुधार गर्छ। ल, अब यो नयाँ इकोसिस्टमका मुख्य खेलाडीहरूलाई चिनौ है त। उत्पादनतर्फ एनइएको आफ्नै उत्पादन कम्पनी एनइए जेनको र निजी क्षेत्रका कम्पनीहरू आइपिपिज हुनेछन्। प्रसारणको जिम्मा एनइए ट्रान्सको र प्रणाली सञ्चालनको जिम्मा सिस्टम अपरेटरको हुनेछ। र सबैभन्दा महत्त्वपूर्ण परिवर्तन वितरणतर्फ 7वटा प्रदेशमा छुट्टा-छुट्टै वितरण कम्पनी डिस्कम्स हुनेछन्। यसले गर्दा हरेक प्रदेशले आफ्नो क्षेत्रको विद्युत वितरणलाई स्थानीय आवश्यकताअनुसार व्यवस्थापन गर्न सक्नेछ। साथै विद्युत व्यापार गर्न पावर ट्रेडिङ कम्पनी र इन्जिनियरिङ सेवा दिन इन्जिनियरिङ कम्पनी जस्ता अन्य विशेष संस्थाहरू पनि हुनेछन्। यो समय रेखाले देखाउँछ कि यो परिवर्तन रातारात भएको होइन। यो 1 दशक लामो सोची विचारी अघि बढाइएको रणनीतिक प्रक्रिया हो। हरेक वर्ष निश्चित लक्ष्यहरू तय गरिएका छन्, जस अनुसार उत्पादन कम्पनीलाई अलग गर्ने काम लगभग पूरा भइसकेको छ र अब प्रसारण कम्पनीलाई पनि छुट्टै संस्था बनाउने काम अघि बढ्दैछ। अब लागौं सबैभन्दा महत्त्वपूर्ण प्रश्नतर्फ। यो सबै जटिल सङ्गठनात्मक फेरबदलको अन्तिम लक्ष्य के हो? यसले आम नेपालीको जीवन र देशको भविष्यमा के फरक पार्छ? यो पुनर्संरचनाको अन्तिम टुक्रा हो। एनइएको आफ्नै रूपान्तरण। उत्पादन, प्रसारण र वितरण कम्पनीहरू आफ्नो काममा व्यस्त रहँदा मातृ संस्था एनइए एउटा रणनीतिक लगानीकर्ता र व्यवस्थापक अर्थात् एनइए होल्डकोमा परिणत हुनेछ। यसको काम दैनिक सञ्चालनमा हस्तक्षेप गर्नु होइन, बरु सम्पूर्ण ऊर्जा समूहको लागि ठूलो लगानी जुटाउने, नयाँ प्रविधि भित्राउने र समग्र क्षेत्रको दीर्घकालीन विकासको लागि रणनीति बनाउने हुनेछ। यो साधारण तुलनाले पूरै परिवर्तनको सार बताउँछ। पुरानो, एउटै संस्थामा सबै अधिकार केन्द्रित भएको ढिलो र भद्दा प्रणालीबाट प्राधिकरण अब विशेष जिम्मेवारी सहितका छिटो छरितो र जवाबदेही कम्पनीहरूको समूहमा बदलिँदैछ। यो केवल संरचनाको परिवर्तन होइन, यो काम गर्ने सोच, संस्कृति र दर्शनकै परिवर्तन हो। न अन्त्यमा एउटा विचारणीय प्रश्न छोडेर जाउँ। यो नयाँ र आधुनिक संरचनाले के नेपाललाई ऊर्जामा आत्मनिर्भर मात्र बनाउला, वा यसले नेपाललाई आफ्नो घरेलु आवश्यकता पूरा गरेर छिमेकी देशहरूमा बिजुली निर्यात गर्ने दक्षिण एसियाकै एक प्रमुख ऊर्जा खेलाडीको रूपमा स्थापित गर्न सक्ला? यसको सम्भावना अब पहिलेभन्दा धेरै बलियो देखिएको छ।